सधैँ यहीँको चाहिँ जस्तै अब आएको पनि अफिस जाँदैछु। अब सुनसानै छ आज त बाटो, सायद स्कुल टाइम भएको छैन। म अफिसमा जाँदै गर्दा पर्ने धेरै सानो सानो मेरो साथीहरू पनि सँगै भेटघाट चाहिँ हुन्छ। अन्त दुईजना आइराख्नु भएको छ। नमस्ते नमस्ते नमस्ते। खुसी लाग्छ उनीहरूसँग चाहिँ भेट्दा, उनीहरूसँग रमाइलो कुरा गर्दा। र आज चाहिँ नमस्ते नमस्ते छिटो आएको रहेछ। म चाहिँ आज कामको विशेषको चाहिँ चाँडै जानुपर्ने हुँदा त्यो बाटोमा धेरै चाहिँ कम मेरो साथीहरू चाहिँ भेट्यो। नमस्ते। खुसी लाग्छ सन्चै छौ नानी। उनीहरूसँग भेट्दा चाहिँ अब आफू घरभन्दा टाढा चाहिँ बसेर काम गर्दा चाहिँ एक्लोपन चाहिँ महसुस हुन्छ। तर उनीहरूसँग भेट्दा, उनीहरूसँग कुरा गर्दा चाहिँ मेरो जुन एक्लोपनलाई पनि घट्छ। उनीहरूसँग स्कुल जाँदा आउँदा उनीहरूसँग चाहिँ भेट हुन्छ, उनीहरूसँग कुरा हुन्छ। यो चाहिँ बाटो सल्लाहबारी चाहिँ मेरो रुमबाट चाहिँ लगभग बिस्तारै हिँड्यो भने 20 मिनट चाहिँ लाग्छ। सधैँ चाहिँ एउटा शारीरिक कसरत पनि हुन्छ भनेर म अफिसभन्दा अलिक टाढो नै रुम लिएर बसेको छु। र सायद सहजताको लागि पनि हो। त्यहाँ सानो एउटा बजार पनि छ। जस रमाइलो छ यो ठाउँमा काम गर्दै गर्दाखेरि। चाहिँ यहाँको चाहिँ एउटा समुदाय, यहाँको चाहिँ हरेक कुराहरू, यहाँको चाहिँ वातावरण र काठमाडौँदेखि नजिक भएको हुनाले पनि त्यहाँ जान चाहिँ सहज चाहिँ एउटा यातायातको सुविधा र नजिकले गर्दाखेरि पनि हरेक कुराहरूले गर्दाखेरि पनि राम्रो छ। तर काठमाडौँको नजिक भएर पनि अलिकति चाहिँ विकट एरिया जस्तै चाहिँ मानिन्छ। जस कम्युनिटीमा काम गर्दै जाँदाखेरि पक्कै पनि छुट्टै एउटा चाहिँ माहौल चाहिँ हुन्छ। ठिकै छ, राम्रो छ। जस नमस्ते नमस्ते नमस्ते।